आन्दोलन काठमाडौँमा मात्रै भएको होइन, आन्दोलन देशव्यापी रूपमा भएको हो। त्यसो हुँदा देशव्यापी रूपमा सुनिनुपर्छ र देशव्यापी रूपमा अगाडि बढ्नुपर्छ र परिस्थितिलाई पद्धतिमा बढाएर नियमन गरेर मुलुक र जनताको भाग्य र भविष्यलाई परिवर्तन गर्नुपर्छ भन्ने कुरामा हामी दुई मत छैनौँ। त्यसो हुँदा हामी न त धर्म विरोधी हौँ, न त जात विरोधी हौँ, न त कुनै व्यक्ति विरोधी हौँ, न त कुनै मतलब के अहिलेको स्थितिमा सम्पूर्ण नेपाली हामीले फेरि आह्वान गर्ने गरेका छौँ। हामीले के आह्वान गर्ने गरेका छौँ? यतिखेर हाम्रो जात भनेको नेपाली, धर्म भनेको नेपाल जोगाउने, यो हो हाम्रो यतिखेरको परिस्थितिमा। के भन्दा को व्यक्तिले नेतृत्व गरेर को कसले के गर होइन, अबको स्थितिलाई कसरी सुधार गर्नुपर्छ। लुकेर किन लुक्ने? आन्दोलन गर्ने बेलामा आन्दोलन अब धेरैजना आन्दोलनकारीहरू डराइरहनु भएको छ। आन्दोलनकारीहरू के भन्नुहुन्छ? अब हामीलाई कारबाही पो हुने हो कि? मलाई फोन गर्नुहुन्छ, हामीलाई फोन गर्नुहुन्छ, हाम्रा साथीहरूलाई फोन गर्नुहुन्छ। हामी दुई चारजना आएर हामीलाई पदको लोभमा हामीलाई कसैले केही दिन्छ भनेर होइन। हामीले सडकमा आन्दोलन गरेका थियौँ र सडकको आन्दोलनको भागीदारी हामी पनि माग पुरा गर्नुपर्छ भनेर हामी आएका हौँ। त्यसो हुँदा हाम्रो परिस्थितिलाई पद्धतिमा परिवर्तन गरेर जनताको भाग्य र भविष्यलाई, जनताको अवस्थालाई यहाँ आज बहुदलीय हटाउँछन्, बहुदलीय हट्दैन, तर बहुदलीय नहटे पनि यस्तो पद्धतितिर हट्दैन। अब फेरि अर्को अनुरोध गर्न चाहन्छु। अर्को अनुरोध के गर्न चाहन्छु? नेपाली सेनाले कब्जा गरेका ती नेताहरूलाई आज किन छोडिँदैछ? अनुसन्धानका निमित्त तत्कालै गृह मन्त्रालयबाट निर्णय हुने हो कि राष्ट्रपति कार्यालयबाट निर्णय हुने हो, तत्काल अनुसन्धान गर्नका निम्ति उसमा चलाइयोस्, कुन चाहिँ छ ठुलो जेल त्यसैमा हालियोस् र अनुसन्धान गर्न सुरु गरियोस्। तिनीहरूलाई किन छोड्ने? अप्ठ्यारा राखिसकेपछि, घर भत्काइसकेपछि आज धेरैजना व्यक्तिहरूलाई यिनै नेतालाई स्वीकारेर जानुपर्छ। यिनै नेता हुन् हाम्रो भगवान। जनताले जे चाहन्छ, जनताले के चाह्यो? मुलुकको परिवर्तन चाहियो, स्वतन्त्रता चाहियो, फ्रिडम चाहियो, भ्रष्टाचार जिरो करप्सन चाहेको होइन। अनि फेरि तिनै भ्रष्टाचारीलाई ल्याउने? त्यसो भएको हुँदा हामी भन्न चाहन्छौँ, हामीले कुनै पनि स्वार्थ लुकाएर हामी कुनै पनि उसमा आएका होइनौँ। आज किन प्रेस मिट गरे त यिनीहरूले? दुई चारजना बसेर, दुई चारजना होइन, हामी सडकको प्रतिनिधिका रूपमा, सडकको आन्दोलनका पदाधिकारी मतलब कि पद्धतिको रूपमा हामी कोही नेतृत्व होइन। प्रश्न हुनुहुन्छ है तपाईँहरू? हामी नेतृत्व गरेर के नलाउँला के नखाउँला भनेर हामीलाई कसले पैसा दियो? अघि भनेको छ, हाम्रा कोठाबाट तिर्ने पैसा चाहिँ हामीले जोगाएर यता आन्दोलनमा लागेका छौँ। भोलि यहाँबाट फर्केर गइसकेपछि घरबेटीले पैसा तिर्न सकेन भने निकालिदिन्छ। यस्तो स्थितिमा युवाले नेतृत्व गरेर राखेको। त्यसो हुँदा हाम्रो आन्दोलन कसरी सफल भयो? आन्दोलन जेएनजीले नेतृत्व गर्यो, नेपाली जनताले साथ दिए अनि आन्दोलन सफल भएको। त्यसो हुँदा यसलाई नेपाली जनताले जस्तो अवस्था नेपाली जनताले यो प्रत्यक्ष कार्यकारी निर्वाचनको माग गरिरहेका छन्। त्यसो हुँदा प्रत्यक्ष निर्वाचनको कार्यकारीको पदाधिकारीको माग गरेको हुँदा यो कुरा पारित हुनुपर्छ। अर्को कुरा के छ भनेदेखि यहाँनिर हामी कुनै भूगोलको परिवर्तन उलेर कुनै होइन, तर हामीले अब चाहिँ माग चाहिँ पुरा गर्नुपर्छ। र हामी के भन्छौँ भने आज के कुरा गरिरहनु भएको छ भने आन्दोलन त कसले फन्ड पो दिएछ? आन्दोलन त के पो भएछ? के को फन्ड? सर्वसाधारण किसानका छोराछोरीहरू, सर्वसाधारण व्यक्तिहरू सडकमा आएर हामीले कोठाबाट तिर्ने, घरबेटीलाई कोठाबाट तिर्ने पैसाहरू, गोजीका पैसाहरू खर्च गरेर हामीले आन्दोलन गरेका हौँ। हामीसँग अहिले स्थिति साँच्चै भन्ने हो भनेदेखि अहिले म यो सफा लुगा लाएर आउने स्थितिमा पनि थिइनँ, तर बाध्यताले यो आज चाहिँ राम्रै कपडा लाएर जाउँ न त भनेर मात्रै हो। होइन भने आन्दोलनकारीका मागहरू किन पुरा गर्न सकिँदैन? आन्दोलनकारीले माग राख्छ। आन्दोलनकारी कसरी अब हो भन्ने होइन, अब जसरी हुन्छ परिवर्तन गर्नुपर्छ र जसरी हुन्छ प्रत्यक्ष कार्यकारीको निर्वाचन गर्नुपर्छ। यहाँ हेरेर बसेर हुन्छ? आन्दोलनकारीले यो नियम मानेको थियो भने किन आन्दोलन गर्नु? घर बसेर सुत्ता भइहाल्थ्यो नि। तर के आन्दोलनकारीले माग राखिसकेपछि आन्दोलनकारीले पुरा गर्छ र हामीलाई संवादमा बोलाउनुपर्छ। कुनै पनि कुरा कोठामा लुकाएर हुँदैन। हामी छौँ नि, जिउँदैछौँ हामी जिउँदैछौँ। त्यसो हुँदा जिउँदा मान्छेले जिउँदाका मतलब अहिलेको नेपाली समाज त्यो शहीदले देखेको सपना पुरा गर्न चाहन्छौँ। शहीदले देखेको सपना यो तरिकाको अहिलेको तण्ड वितण्ड होइन। यहाँ धेरैजना व्यक्तिहरू यो पक्षधर त्यो पक्षधर, हामी कोही पक्षधर होइनौँ, नेपाली जनता पक्षधर हौँ। हामी कोही व्यक्तिलाई बोकेर हिँड्दैनौँ, देशलाई बोकेर हिँड्छौँ। हामी कसैका व्यक्तिका निम्ति होइन, हामी यो देशको भूमिका निम्ति हो। त्यसो भएको हुँदा सम्पूर्ण पत्रकारहरूलाई भन्न चाहन्छु, तपाईँहरूले वास्तविक रियल जेएनजीहरू, घाइतेहरू, त्यो अहिले मैले धेरै कुराहरू राख्नु छ। अर्को कुरा के छ भनेदेखि अहिलेको तत्कालीन सरकारले आज हामीले फेरि यस्तो हुन्छ यो स्थितिमा अहिले बोल्ड निर्णय लिन सकिएन भने आज निर्णय गर्न छैन, रात गए अग्राख पलाउँछ, न्याउरी मरे पछुतो भने जस्तो आज निर्णय गर्न नसके भोलि जनताको स्थिरतामा कसरी परिवर्तन आउँछ, जनताको अवस्थामा कसरी सुधार आउँछ? त्यसो भएको हुँदा सबैजनाले के हो भनेदेखि यो पत्रकारको मिडिया मार्फत हामी भन्न चाहन्छौँ, तपाईँहरू हाम्रो साथी हो। हामी तपाईँहरूसँग संवाद गर्न चाहन्छौँ, तपाईँहरूका विचारहरू सुन्न चाहन्छौँ र हामी भन्न चाहन्छौँ देशले परिवर्तन चाहेको छ।